नमस्ते सबैजनामा। आज चाहिँ म तपाईँहरूमाझ एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। म अहिले ठ्याक्कै भन्नुपर्दाखेरि म हाम्रो इङ्ग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा छु है। हामी चाहिँ लगभग क्लास 10लाई टुर लैजानको निमित्त हामी उपस्थित भइसकेका छौँ। यो नर्मल्ली भन्नुपर्दाखेरि स्कुल लेभलमा विद्यार्थी भाइ बहिनीहरूको यो ट्रेन्डै हो, क्लास 10मा पुगिसके पछाडि टुर जाने चाहिँ। र त्यही कुरालाई फलो गर्दै हामी अहिले भने पोखरा हाम्रो टुरका लागि उपस्थित भइसकेका छौँ। र हाम्रो गाडी त्यस्तै गरी नानी बाबुहरू सबैजना चाहिँ रेडी भएर चाहिँ हामी जाने तयारीमा छौँ। र गाइज देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो गाडी पनि आइसकेको छ, सहयोगी ट्राभल एन्ड टुर्स। हामी यही ट्राभल एन्ड टुर्स मार्फत चाहिँ हामी हाम्रो आजको यो टुरलाई यही ट्राभल एन्ड टुर्सको माध्यमबाट चाहिँ हामी प्रस्थान गर्नेछौँ। हामी कहाँ जान्छौँ भनिदिइहाल। ल हामी अब चाहिँ भने गाडीबाट लगभग हामी अब स्कुल छोड्दैछौँ गाइजहरू। ओ बोइज हामी कहाँ जान्छौँ भनिहाल। ल गाइज अहिले चाहिँ हामी अब स्कुलबाट लगभग निस्किसकेका छौँ। हाम्रो नाइट यात्रा सुरु भइसकेको छ। बाटोमा चाहिँ जति खेल्न सक्छु तपाईँलाई देखाउँदै जानेछु म। गाइज अहिले चाहिँ हामी बर्दिवस पुगेका छौँ खाना खाने ठाउँमा है। यहाँ चाहिँ खाना एकदम धमाधम छ। केटाहरू दबा के जे केटा हो। खाना कस्तो छ गाइज? आएछ खाना कस्तो छ? थोरै छ। कस्तो छ खाना चाहिँ? पवित्र खाना कस्तो छ हो? ल को यो बुढी मान्छे लुङ्गी लाउने। ल गाइज हामी चाहिँ अहिले कुरिङटार मनोकामना केबल कारमा आइपुगेका छौँ बिहानीको समयमा। कस्तो लाग्दैछ गाइज? एकदमै राम्रो, खुसी र उत्साह। अनि आजको नाइट ट्राभल कस्तो भयो? आज नाइट ट्राभल गरी थकित छौ। गाडीमा हल्का बमिट पनि आयो होला हैन? मलाई भयो। टाउको दुख धेरै त टाउको त सारै तिमीहरू भनेको मान्दैनौ, झ्याल खुल्ला राख्छौ, चिसोले टाउको दुख्छ भन्दा मान्दैनौ। गाडीले हामीलाई साथ दिएन जस्तो छ। ल आज हाम्रो यो सेकेन्ड डेको टुर चाहिँ हामी अब केबल कारको निमित्त अगाडि बढ्दैछौँ। गाइजहरू सबैजना लाइनमा अगाडि देख्न सक्नुहुन्छ। गाइजहरू कतिको एक्साइटेड रहेछमा? एकदमै केबल कार चढ्नलाई आई थिङ्क दिस इज यर फर्स्ट एक्सपिरियन्स हुनेवाला छ होइन? साथीहरूसँग चाहिँ हो। ए केबल कारको एक्सपिरियन्स चाहिँ भनेपछि अलरेडी भइसकेको छ कि यहीँकै हो कि अन्त? ओ माई गड, लकिएस्ट वान। के हो है? जाडो भयो? साह्रै जाडो भयो? कतिको एक्साइटेड भयो केबल कार चढ्नलाई? धेरै? यत्तिकै चाहिँ हुनुपर्छ। ल हेलो गाइजहरू, तिमीहरू कतिको एक्साइटेड हो केबल कार चढ्नलाई? खोइ त। अनि अब बिहानै हामी यसो मन्दिर जाँदैछौँ, पूजा गर्ने सामानहरू केही पुगेको छैन हो। ए ल ठिक छ, मनको सफा भइदियो भने त्यो नै राम्रो होइन? ल ठिक छ गाइज, हामी पुनः यहाँनिर टिकट लिने प्रोसेसमा छौँ। त्यसले गर्दा केही बेर हामी वेट गर्नुपर्ने अवस्था यहाँनिर। र सबैजना एकदम तयारी अवस्थामा हामी। हेर गाइजहरूलाई हतार भएको केबल कार चढ्नलाई छोडेर अगाडि मेरो तारिफ नगर न अहिले। तिमीहरू कतिको एक्साइटेड छौ भन्ने कुरा चाहिँ बताऊ यहाँनिर होइन? जनता जान्न चाहन्छन्।
हो नि होइन होइन म यो भोइस गर्दिनँ फेरि एकचोटि लगाइस फाइनली हामी केबल कारको प्रस्थान चढिसकेका छौँ। मेम हजुरलाई कस्तो लाग्दछ यसो विचारहरू? हजुर हजुर मेन चाहिँ हाम्रो उद्देश्य भनेको नानीहरू रमाउनु भन्ने हो है। नानीहरू एकदम खुसी छ, रमाएकै छ। आज होल नाइटको ट्राभलिङ पनि एकदम रमाइलो भएको थियो, रमाइलो नै गरे जे होस्। अब बाँकी हाम्रो दिन र रात दुवै भनौँ न है, योभन्दा अझ रमाइलो हुनेछ भन्ने आशा गरौँ। र यो समयमा विशेष गरी मैले चाहिँ रेसमा हाम्रो पास आउट विद्यार्थीहरूलाई पनि धेरै सम्झाएको छु है। त्यसमा पनि भन्नुपर्दाखेरि नामै लिनु पर्दाखेरि कोशिका यस्तै हो, के गर्नु भाग्यले साथ दिएन, नरिसाउनु। सायद अब हामी गयौँ भनेर चित्त दुख्यायो होला, त्यो काम चाहिँ छिरिकै नगरिदिनु होला है। अब के गर्ने, भाग्यले साथ दिएन, कोसिस त गरेको नि हो। कोशिका, लाजिमा, त्यस्तै गरी दीक्षा, सञ्चितालाई सबैजनालाई एकदमै धेरै मिस गरेका छौँ हामीले है। ल अब भने हामी माथि एकदमै तल गाइस देख्न सक्नुहुन्छ तपाईँहरूले मर्स्याङ्दी नदी एकदम केबल कारको स्टेसन, हरियाली, डाँडा काँडा भ्यू। मेरो त 5th 6th कतिचोटि भइसक्यो है। मेरो यो भनेको थर्ड टाइम, सेकेन्ड टाइम गाइस। सोफिया फर्स्ट टाइम, सृष्टि फर्स्ट टाइम, थर्ड टाइम। ल हामी अब चाहिँ भने माथि एकैचोटि मन्दिरमा पुगेर भेट्नेछौँ। बाई बाई। सब्जी सुरुमा गाई सुन्नु मेरो हुन्छ, म त रुदिन। त्यसपछि रेसमा रुन्छ, रेसमा त हाली त सकेन भने त रोकिँदैन त नडर रोक्यो भने के छ र बस्नु न दिनभरि यहाँनिर। एक दिन थपिन्छ नि टुरको। र गाइस हामी चाहिँ अहिले बादलमाथिको संसारमा छौँ अहिले है। बादलमाथिको संसारमा केही देखिएको छैन बाहिर। कोही कोहीलाई हल्का डर लाग्यो भन्ने कुरा त्यही भएर चुपचाप छ केटीहरू है। बोल न गाइजहरू, बादलमा कस्तो फिल आइरहेछ? परी जस्तो फिल उडिँदै नाच्छु, भुइँमा खुट्टा छैन। हामी बादलमाथिको संसारमा छौँ गाइज। ल हेर्नु होला यति रमाइलो। भाग्यले हामीलाई त देखे राम्रो है। राम 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 सक्नु छ। कस्तो लाग्दछ टिकटक रिल्सतिर देखेको सिनहरू अहिले प्रत्यक्ष आफूले हेर्न पाउँदाखेरि? एकदमै रमाइलो है, धेरै नै रमाइलो। ल सुन्नुमा परी उडिजन हाल्नु ल अहिले। ल राम्ररी दर्शन गरेर एकदम होइन मनले चिताएको चाहेको कुरा पुगोस् भन्ने कामना गर्दै
एसी राम्रो हुनु पर्यो होइन धेरै राम्रो उत्कृष्ट होइन सर्वोत्कृष्ट 4GB इटरीकै टप रिजल्ट सुनुमा ल मनले चिताएको इच्छा चाहेको कुराहरू सबै पुरा होस् है त्यही उस भगवान्लाई त्यही मागेर आउने एसीमा A+ सबैजनाले ल ल ल एसीमा A+ है मनले चिताएको कुराहरू सबै पुरा हुन् प्लस भलिबल पनि ल अहिले चाहिँ हामी पूजापाठ सकेर सबै हामी अब फेरि तल प्रिन्टर झर्ने प्रस्थानमा छौँ पूजा जेस राम्रै भयो नि होइन त्यसमा ल ठिक छ जेस मनले चिताएको पुरा हुन्छ कामना गरौँ होइन ल अब हामी चाहिँ पूजा सकेर हामी अब फेरि प्रिन्टरतिर प्रस्थान हुँदैछौँ गाइजहरू यहाँनिर प्रसादहरू सामानहरू किन्दैछन् गाइज अहिले भर्खर यहाँ के भयो थाहा छ बिहानको भर्खर 10 बज्दैछ होइन तर हाम्रो आइस के भन्दैछ बेलुका साँझ परिसक्यो अरे किन थाहा छ मौसम यस्तो छ नि त अहिले हामी माथिबाट आएको है माथि मनोकामना मन्दिर एरियामा चाहिँ पुरा घाम लागिरहेको छ भने बिचमा चाहिँ फेरि पुरा बादल छ क्या अनि त्यहाँदेखि तल फेरि खुल्ला छ तर एकदम चिसो नि त त्यसले गर्दा होला के भयो अरे अहिले के भयो अरे साँझ पऱ्यो होइन ठिक छ हुन्छ कहिले काहीँ यस्तो ल मनोकामनाको खाना पछाडि हामी अहिले चाहिँ भने पोखरा विन्ध्यवासीमा आइपुगेका छौँ गाइजहरू विन्ध्यवासी मन्दिरको प्रवेशमा छौँ अहिले ल गाइज हामी चाहिँ अब पोखरा घुम्न निस्केका छौँ अब भनेको हामी सर र फेवालेकतिर जाँदैछौँ होइन तालबराई मन्दिर जाने पनि प्लानिङ के छ अब बोटको व्यवस्था के कसो छ भ्याइयो भने हामी यहाँ पनि हाम्रो स्वागत गरिदिउँ हाम्रो मिस सुनुमा एन्जल लिम्बूलाई ल हामी अहिले मैले अघि जानकारी गराइहालेँ अब पोखराको भिजिटमा छौँ हामी है तालबराई मन्दिर जानका लागि चाहिँ बोटको व्यवस्था गर्नुपर्ने हुन्छ अब बेलुका साँझ परिसकेको कारणले गर्दाखेरि त्यो व्यवस्था मिल्ला नमिल्ला त्यहाँ पुगेर थाहा हुन्छ र हामी के कति पोखराको ठाउँहरू घुम्नेछौँ त्यो सबै यहाँहरूलाई देखाउँदै जानेछौँ होइन त गाइज आर्यन के छ भाइ कस्तो लाग्दैछ पोखरा रमाइलो छ ल प्रशंसा के छ हाम्रो इन्टरनेसनल सेलिब्रेटीको खबर हो पुरा इन्टरनेसनल सेलिब्रेटीको फिलिङ्स आइरहेको अरे नि त हिँडाइ सेलिब्रेटी हिँडाइ अलिक भएन नि त डराएको अवस्था पुरा डराएर डराउनु पर्दैन केही हुँदैन हात उताइन हात उता नलैजाऊ है ल गाइज हामी चाहिँ अब सर र बोटिङबाट चाहिँ
तालबराई मन्दिर हामी त्यहाँ जानेछौँ। त्यहाँ मन्दिरको दर्शन गरेर हामी फर्किनेछौँ। हाई हामी पनि हाम्रो पनि गाई लगाइसकेपछि हामी देवालिकमा बोटिङ गरेर है तालबराई मन्दिरको दर्शन गरेर मन्दिर परिसर घुमेर भिजिट गरेर हामी अहिले लेकको गेटमा आइसकेका छौँ र यहाँ चाहिँ सन्ध्याकालीन के भन्छ आरतीको तयारी चलिरहेछ र यो आरती हामी त्यही क्षण यहाँको अब्जर्भेसन गर्नेछौँ। चाहिँ पोखराको सन्ध्या आरतीको दृश्य लोकन पछाडि र सम गाइजहरूले चाहिँ फेरि हाम्रो राष्ट्रिय नेसनल प्लेयर फुटबल प्लेयर रेखा पौडेलसँग फोटो खिचेर पनि एकदम मक्खै छ। कोही कोही त भन्नु पर्दाखेरि खुट्टा भुइँमा छैन भनेको मैले पनि सुन्दै थिएँ पनि। अनि ल भनौँ ल तिमीहरूको कस्तो रहेछ अनुभव? देवालिकमा बोटिङ गरेर हामी पारिताल र बाराई मन्दिरको पनि दृश्य गरिरहेका छौँ। अनि भोलि फेरि पनि हामी पोखराको केही ठाउँहरू भ्रमण गर्नेछौँ होइन त गाइज? र गाइज हामी चाहिँ अहिले बेलुकाको साँझको खाना खाएर पनि सबैजना क्याम्प फायरमा होइन आगो ताप्दै प्लस गीत गाउँदै गिटार बजाउँदै रमाइलो गर्दै छन्। म चाहिँ माथि बसेर सर र पोखराको यो नाइट भ्यू अवलोकन गर्दैछु र तपाईँहरूलाई पनि म देखाउन चाहन्छु। देख्न सक्नुहुनेछ यो पोखराको रातिको दृश्य र हाम्रो भाइ बहिनीहरू चाहिँ यहाँ तल क्याम्प फायरमा व्यस्त छ सबैजना। हेलो 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 एभ्रिवान, दिप्सन व्यस्त छ गाइजहरू तल जस रमाइलो हुँदैछ, रमाइलो छ है, रमाइलो गर्दैछन्। टुर भन्ने बित्तिकै यही नै थियो विशेष, रमाइलो गर्ने, इन्जोय गर्ने होइन, एउटा मेमोरी क्रिएट गर्ने। अब विद्यार्थी जीवनको मतलब कक्षा 10सम्म स्कुल लेभलको अन्तिम वर्ष भनिन्छ कक्षा 10 र यही समयमा चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूले विशेष मोमेन्ट यो क्षण क्रिएट गर्नको निमित्त चाहिँ टुरको एकदमै धेरै रहर गरेको कारणले गर्दाखेरि हामीले यसपालि भनौँ 82 सालको कक्षा 10मा अध्ययनरत भाइ बहिनीहरूलाई यहाँलाई अवगत भए चाहिँ पोखरा, मनोकामना र घान्द्रुक, त्यस्तै गरी अन्तिममा हामी चितवनको सोह्रा हुँदै फेरि इटहरीसम्म प्रस्थान हुनेछौँ। र अहिलेसम्म हामी आज भ्रमणको दोस्रो दिन चाहिँ हामी पोखरामा छौँ र भोलि हामी पोखराको केही
के भन्छ एरिया चाहिँ भ्रमण गरेर फेरि हामी गान्तोकतर्फ प्रस्थान लाग्नेछौँ र भोलिको मोमेन्ट्स भनौँ अथवा भोलिको भ्लग म कन्टिन्यू गर्दै यहाँहरूलाई पुनः पस्किने बाचा गर्दछु। गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी हाम्रो यो शैक्षिक भ्रमण यानि कि टुरको तेस्रो दिन हामी पोखराबाट अब यहाँबाट पुम्दीकोट भ्रमण गर्न जाँदैछौँ। यहाँको खाजासाजा खाएर हामी पुम्दीकोट, टेपिस फल्स, त्यस्तै गरी केटाहरू तल रेडी भएर निस्किसकेको रहेछ र हामी मैले भनिहालेँ अब डेभिस फल्स, त्यसै गरी गुप्तेश्वर केभ होइन मन्दिर अनि लगायत अरू ठाउँहरू पनि हामी जानेछौँ र म तपाईँहरूलाई देखाउँदै जानेछु, हेर्दै जाने होला। माथि जाने होइन, जुत्ता खोल्ने जाने घुम्ने फोटो खिच्ने। ओइ डिफेन्स ल ए हाम्रो पढे हेलो, हामी हिँड्दैछौँ पहाडको बाटो। हामी अहिले भन्नु पर्दाखेरि चाहिँ घान्द्रुकको बसपाकसम्म चाहिँ गाडी नजाँदो रहेछ, बाटो अलिक मेन्टेनेन्सको क्रममा रहेछ। त्यसले गर्दाखेरि हामी चाहिँ केही आधी घन्टा जस्तो लगभग हिँड्नुपर्ने अवस्था छ है। त्यही हिँडेमा हिँडेको अहिले लगभग 5 मिनट भयो होला, 5 मिनट थाकेर यिनीहरू लखतरन भइसकेको छ। हजुर, अब कसरी पुग्ने थाहा छैन, तर हामी पुगेर छाड्छौँ। ब्याग बोक्न गाह्रो भएको छ अरे, कसैले बोक्दै पनि हुन्थ्यो नि भन्ने भएर यहाँ कोही हुनुहुन्छ भने चाहिँ ब्याग बोक्ने हाम्रै नानीहरूको ब्याग बोक्ने कोही हुनुहुन्छ भने चाहिँ ग्रीष्ममा मजा आउँदैछ हिँड्नलाई। अनि ब्याग आफूभन्दा ठुलो ब्याग छ नानी, कसरी हिँड्नु सक्नु? विश्वास खोइ ए एकदम गाह्रो भएको छ केटाकेटीलाई हिँड्नलाई। कसैलाई मजा आएको छ, कसैलाई गाह्रो छ। एकदम हिँड्न मजा आउँदैछ गाइस, हिँड्न मजा आउँदैछ। ल साइड लगाउँ ल, गाडी आयो साइड लगाएको छ। फाइनली गाइस हामी गुरुङकटै जाइसकेका छौँ। आइस ओइ ल र भाइरल प्लेस हेलो गाइस, फोटोग्राफर हाम्रो खतरा हुन्छ।